तपाईले साथीसँग लाइसेन्स छँदैछ, एकछिनलाई बाइक वा गाडी दिँदा भइहाल्छ नि, के हुन्छ र भनेर ढुक्क भएर दिनुभएको छ भने तपाईले यो भिडियो पुरा हेरेपछि सवारी साधन दिँदा 10 पटक सोच्नुहुन्छ। नेपालको सवारी सम्बन्धी कानुनले दुर्घटना भएको अवस्थामा पीडितलाई घाउ खर्च, क्रिया खर्च, क्षतिपूर्ति बापतको रकम दिनुपर्छ भनेको छ। त्यस्तो रकम दिँदा सवारी धनीको 95% दायित्व हुन्छ र चालकको जम्मा 5% दायित्व हुन्छ। उदाहरणको लागि यदि दुर्घटनामा परेको व्यक्तिलाई घाउ खर्च र क्षतिपूर्ति बापत 10 लाख रकम दिनुपर्ने भयो भने तपाईँ सवारी धनीले 9,50,000 रुपियाँ दिनुपर्छ भने तपाईँको साथी सवारी चालकले 50,000 रुपियाँ मात्र दिनुपर्छ। त्यसकारण तपाईँ सवारी धनीको कुनै गल्ती नहुँदा पनि कानुनले 95% दायित्व हुन्छ भनेकोले दुर्घटना हुँदा तपाईलाई ठुलो क्षति हुने हुँदा लाइसेन्स भएको साथीलाई बाइक गाडी दिँदा पनि धेरै सोच विचार गरेर मात्र दिनुहोला। यो कानुन तपाईलाई पहिले थाहा थियो थिएन? कमेन्टमा लेख्नुहोला। तपाईको परिवार, आफन्त, साथीलाई 95% दायित्वबाट मुक्त गर्नको लागि यो भिडियो शेयर गर्न नबिर्सिनुहोला। यस्तै कानुनसँग सम्बन्धित जानकारीको लागि लुकेको ललाई फलो गर्नुहोला।